कहिलेकाहीँ हाम्रो जीवनका गहिरा रहस्यहरू ती मानिसहरूसँग साझा गर्छौं जो हाम्रो नजिक छैनन् र कहिलेकाहीँ हामी ती कुराहरू प्रकट गर्छौं जुन हाम्रो आध्यात्मिक सुरक्षाको लागि लुकाइराख्नु राम्रो हुन्छ। तर के तपाईले कहिले सोच्नु भएको छ कि बाइबलले हामीलाई केही कुराहरू कसैसँग साझा नगर्न चेतावनी दिन्छ। बाइबल कुनै साधारण पुस्तक होइन, यो परमेश्वरको जीवित वचन हो। यसमा भएका हरेक निर्देशन, हरेक सल्लाह र हरेक चेतावनी हाम्रो आत्माको भलाइको लागि दिएको छ। र जब बाइबलले केही कुराहरू अरूबाट लुकाउन भन्छ, यसको पछाडि गहिरो आध्यात्मिक समझ हुन्छ। आजको संसारमा जहाँ मानिसहरूले सामाजिक सञ्जालमा सबै कुरा प्रकट गर्छन्, खुसी, दुख, सम्बन्ध, योजनाहरू, बाइबलले हामीलाई सिकाउँछ कि केही कुराहरू छन् जुन प्रकट भएमा शैतानले तिनीहरूलाई हामी विरुद्ध प्रयोग गर्न सक्छ। हो, तपाईले सही सुन्नुभयो। केही रहस्यहरू यस्ता छन् जुन प्रकट भएमा तिनीहरूले आध्यात्मिक आक्रमणलाई निम्तो दिन सक्छन्। यस भिडियोमा हामी केही यस्ता कुराहरूको बारेमा जान्नेछौँ जुन साझा गर्दा तपाईको लागि आध्यात्मिक रूपमा हानिकारक हुन सक्छ। यसले तपाईको आध्यात्मिक जीवनलाई मात्र सुरक्षित गर्दैन, तर बाइबलको नजरमा एक विवेकी र बुद्धिमान क्रिस्चियन कस्तो हुन्छ भनेर गहिरिएर बुझ्न पनि मद्दत गर्नेछ। त्यसो भए आज हामी जानौं कि हामीले लुकाउनु पर्ने ती कुराहरू के हुन् र किन। भविष्य योजना। के तपाईले कहिले सोच्नु भएको छ कि जब हामी केही गर्ने योजना बनाउँछौं र हामी त्यो कसैलाई भन्छौं, तब कहिलेकाहीँ त्यो काम किन बिचमा रोकिन्छ? यो धेरै मानिसहरूसँग भएको छ, सायद तपाईसँग पनि। तपाईले आफ्नो मनमा निर्णय गर्नुभयो कि म दैनिक प्रार्थना गर्नेछु, म नयाँ व्यवसाय सुरु गर्नेछु, वा म ठुलो मिसनको लागि तयार छु, र तपाईले उत्साहका साथ सबैलाई भन्नुभयो। तर सबैलाई थाहा हुने बित्तिकै सबै कुरा गलत हुन थाल्यो, अवरोधहरू आउन थाले, मन दुखी हुन थाल्यो, शंकाहरू बढ्न थाले। किनभने बाइबलले भन्छ कि आफ्नो हृदयका सबै कुराहरू प्रकट नगर, किनभने कसैलाई थाहा छ सायद उसले तपाईको विरुद्धमा केही गर्नेछ। अर्थात् हरेक योजना, हरेक दर्शन, हरेक सपना भुल्नको लागि मात्र होइन। केही कुराहरू छन् जुन तपाई र परमेश्वर बीच मात्र हुन्छन्। बाइबलमा स्पष्ट रूपमा लेखिएको छ कि तपाई भन्नुहुन्छ कि भोलि वा पर्सिपल्ट हामी कुनै निश्चित शहरमा जान्छौं र त्यहाँ 1 वर्ष बस्छौं, व्यापार गर्छौं र नाफा कमाउँछौं। तपाईलाई भोलि के हुन्छ भनेर पनि थाहा हुँदैन। अर्थ स्पष्ट छ कि हामी योजना बनाउँछौं, तर ती पूरा गर्ने परमेश्वर नै हुनुहुन्छ। र जब हामी हतारमा हाम्रा अपूर्ण योजनाहरू अरूसँग बाँड्छौं, तब धेरै पटक हामी चुपचाप तपाईको प्रेरणालाई नष्ट गर्छौं। कहिले ईर्ष्याले, कहिले आलोचनाले र कहिले हाम्रा नकारात्मक शब्दहरूले। त्यसैले सम्झनुहोस् कि मौनता एक आध्यात्मिक शक्ति हो। जबसम्म परमेश्वर आफैले तपाईलाई बोल्न भन्नुहुन्न, तबसम्म मौन रहनु बुद्धिमानी हो।
यो आध्यात्मिक गहराई हो। एक साँचो क्रिस्चियन त्यो होइन जसले सबैलाई के गर्न गइरहेको छ भनेर बताउँछ, तर ऊ चुपचाप परमेश्वरसँग हिँड्ने हो र जब फल आउँछ तब संसारले आफै थाहा पाउँछ। पारिवारिक मतभेद कहिले कसैलाई नभन्नुहोस्। हरेक घरमा कुनै न कुनै समयमा आधी बहेरी आउँछ। कहिलेकाहीँ सम्बन्धमा तितोपना आउँछ, कहिलेकाहीँ गलतफहमी हुन्छ, तर यी पारिवारिक आधी बहेरीहरूलाई घरको चार पर्खालबाट बाहिर निकाल्न दिनु भनेको खुला मैदानमा नाङ्गो उभिनु जस्तै हो। बाइबलले हामीलाई सिकाउँछ कि जसले आफ्नो भाइको कमजोरीलाई उजागर गर्छ उसले प्रेम गर्दैन तर अपमान गर्छ। परिवार परमेश्वरको पवित्र प्रणाली हो जहाँ समस्या र समाधान पनि हुन सक्छ, तर जब हामी हाम्रो पारिवारिक मतभेदहरू अरूसँग, साथीभाइहरूसँग, छिमेकीहरूसँग वा सामाजिक सञ्जालमा पनि साझा गर्छौँ, हामी वास्तवमा हाम्रो घरको सुरक्षात्मक पर्खाल भत्काइरहेको हुन्छौँ। संसारले तपाईको परिवारमा दरारहरू देख्नु हुँदैन, किनभने आज तपाईलाई समर्थन गर्ने नाटक गर्नेहरूले भोलि तपाईको कमजोरीको मजाक उडाउन सक्छन्। मुस्कानका साथ सल्लाह दिने प्रत्येक व्यक्तिले तपाईको परिवारको कल्याण चाहँदैन। धेरै पटक शैतान अरूको मुखबाट बोल्छ र घरभित्र थप विष फैलाउन आउँछ। त्यसैले जब परिवारमा झगडा हुन्छ, जनताको अगाडि होइन परमेश्वरलाई भन्नुहोस्। याद राख्नुहोस्, परमेश्वर त्यो घरमा बस्नुहुन्छ जहाँ एकता हुन्छ, तर जहाँ आपसी कुराकानी बाहिर निस्कन थाल्छ त्यहाँ शान्तिको ठाउँ लज्जा र पश्चातापले लिन्छ। त्यसैले अर्को पटक जब तपाईले आफ्नो पारिवारिक झगडाको बारेमा कसैलाई भन्न मन लाग्छ, पहिले घुँडा टेकेर परमेश्वरलाई भन्नुहोस्, किनभने उहाँ मात्र चुपचाप सबै कुरा ठिक गर्न सक्नुहुन्छ। आर्थिक अवस्था कसैलाई नभन्नुहोस्। पैसाको कुरा सुन्दा जति मिठो लाग्छ त्यति नै तितो पनि हुन सक्छ। आज यदि तपाईँ आर्थिक सङ्कटबाट गुज्रिरहनु भएको छ, ऋणमा डुब्नु भएको छ वा कुनै बाध्यतामा हुनुहुन्छ भने कसैले पनि यो जान्नु आवश्यक छैन। किनभने संसारले बुझ्दैन, यसले न्याय गर्छ। तपाईले आफ्नो बाध्यता बताउनु हुनेछ, तिनीहरूले तपाईको स्थिति निर्धारण गर्नेछन्। तपाईँ आफ्नो पीडा साझा गर्नुहुनेछ, तिनीहरूले तपाईँ कति बाँचिएको छ भनेर हिसाब गर्नेछन्। बाइबलले भन्छ कि जब दाहिने हातले दिन्छ देब्रे हातले पनि थाहा पाउँदैन। राम्रो काम गर्दा पनि हामीलाई लुक्न सिकाइएको छ। त्यसैले सोच्नुहोस् कि तपाईको सङ्घर्ष र गरिबीको बारेमा हल्ला गर्नु कति ठुलो गल्ती हुन सक्छ। सबैले तपाईको पीडा साझा गर्न सक्दैनन्। कोही मानिसहरू तपाईको बाध्यता सुनेर मुस्कुराउनेछन् र तपाईको पछाडि हाँस्नेछन्। कोही मानिसहरू तपाईँको गरिबीलाई तपाईँको योग्यतासँग जोड्नेछन् र तपाईँलाई सानो मान्न थाल्नेछन्। यति मात्र होइन, शैतान पनि त्यस्ता ढोकाहरूबाट प्रवेश गर्छ जहाँ व्यक्ति दुखी, टुटेको र एक्लो हुन्छ। परमेश्वर भन्नुहुन्छ, म तिमीलाई कहिले छोड्ने छैन र त्याग्ने छैन। त्यसैले जब तपाईलाई आफ्नो आर्थिक कठिनाइको बारेमा कसैलाई भन्न मन लाग्छ,
पहिले परमेश्वरसँग कुरा गर्नुहोस्। उहाँ आकाश र पृथ्वीको मालिक हुनुहुन्छ। उहाँले तपाईको आवश्यकता जान्नुहुन्छ। उहाँले तपाईको गल्तीभन्दा पहिले तपाईको हृदयलाई हेर्नुहुन्छ। याद गर्नुहोस् कि तपाईको गरिबी तपाईको पहिचान होइन, यो तपाईको वफादारी, तपाईको विश्वास हो जुन तपाईको वास्तविक धन हो। त्यसैले तपाईको गल्ती खाली भए पनि कहिले आफ्नो आत्मालाई नाङ्गो नपार्नुहोस्। वैवाहिक जीवन। आफ्नो वैवाहिक र व्यक्तिगत जीवनको बारेमा कसैलाई नभन्नुहोस्। हरेक सम्बन्ध एउटा मन्दिर हो र पति पत्नी बीचको सम्बन्ध त्यो मन्दिरको सबैभन्दा पवित्र स्थान हो। तर जब त्यो पवित्रता मानिसहरूको आँखा अगाडि राखिन्छ, धेरै मानिसहरू बिर्सिन्छन् कि विवाहित जीवनमा समस्याहरू सामान्य हुन्। झगडा, मतभेद, गलतफहमीहरू हरेक सम्बन्धमा सामान्य हुन्छन्। तर जब तपाईँ यी कुराहरू आफ्ना साथीहरू, आफन्तहरू वा सामाजिक सञ्जालमा लैजानुहुन्छ, तिनीहरूले तपाईँलाई सल्लाह दिँदैनन्, तपाईँको न्याय गर्छन्। बाइबलले हामीलाई बारम्बार सिकाउँछ कि विवाह एक पवित्र बन्धन हो, दुई होइन एउटा शरीर बन्नु र यो एकताको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो। जब तपाईँ आफ्नी श्रीमतीको कमजोरीहरूको बारेमा अरूलाई बताउनुहुन्छ वा आफ्नो पतिको गल्तीहरू संसारको अगाडि ल्याउनुहुन्छ, तब तपाईँ वास्तवमा आफ्नो घरको जग खन्दै हुनुहुन्छ। केही कुराहरू दुई हृदयहरू बीच मात्र हुन्छन्, ती तेस्रो व्यक्तिसँग बाँड्नु भनेको परमेश्वरले सिर्जना गर्नुभएको विश्वास तोड्नु हो। र यति मात्र होइन, शैतानले यहाँबाट आफ्नो चाल सुरु गर्छ। उसले तपाईको सम्बन्धमा दरारहरू बनाउँछ र त्यसमा प्रवेश गर्छ। यसले तपाईको विश्वास तोड्छ र तपाईको घरलाई युद्ध भूमिमा परिणत गर्छ। तर परमेश्वरले हाम्रो वैवाहिक जीवनलाई पञ्चायतमा होइन, प्रार्थनामा लैजान चाहनुहुन्छ। याद राख्नुहोस्, सबै कुरा भन्नु सधैँ समाधान हुँदैन। केही कुराहरू केवल परमेश्वरको उपस्थितिमा मात्र निको हुन सक्छन्। त्यसैले अर्को पटक जब तपाईलाई आफ्नो पति वा पत्नीको बारेमा कसैलाई गुनासो भन्न मन लाग्छ, पहिले घुँडा टेकेर प्रभुलाई भन्नुहोस्, किनभने उहाँ नै हुनुहुन्छ जसले सम्बन्ध सुधार्नुहुन्छ, मलम लगाउनुहुन्छ र टुटेको हृदयलाई पुनर्मिलन गर्नुहुन्छ। विश्वास। अरूको गोप्य कुरा कहिले नखोल्नुहोस्। केही कुराहरू हामीलाई सुन्नको लागि मात्र दिएका हुन्छन्, भन्नको लागि होइन। जब कुनै व्यक्तिले तपाईलाई आफ्नो हृदय खोल्छ, उसले तपाईलाई कथा सुनाउँदैन, उसले तपाईले आफ्नो विश्वास दिइरहेको हुन्छ। बाइबलले भन्छ कि साँचो मित्र त्यो हो जसले विश्वासको रक्षा गर्छ। तर दुर्भाग्यवश आज हामी अरूको गोप्य कुराहरूलाई मनोरञ्जन, गफ र छलफलको विषय बनाउँछौँ। एक व्यक्तिको व्यक्तिगत मामिला, उसको विगतका घटनाहरू वा उसको आध्यात्मिक कमजोरी, यो सबै उसको र परमेश्वर बीचको कुरा हो। जब तपाईँ अरूलाई यो कुरा प्रकट गर्नुहुन्छ, तपाईले उसको मर्यादामा चोट पुर्याउन मात्र होइन, तर परमेश्वरले तपाईले त्यो व्यक्तिको जीवनमा राख्नु भएको विश्वासलाई पनि तोड्नुहुन्छ। याद राख्नुहोस्, कोही पनि तपाईका आफ्नो गोप्य कुरा भन्न आउँदैन ताकि तपाईँ सबैलाई बताउन सक्नुहुन्छ, तर किनभने उसलाई थाहा छ कि तपाईँ सुरक्षित हुनुहुन्छ। यदि तपाईँले अरूको गोप्य कुरा खोल्नु भयो भने अर्को पटक कसैले तपाईँले विश्वास गर्ने छैन। परमेश्वरले पनि हामीलाई यसरी नै परीक्षा लिनुहुन्छ। यदि हामी अरूको कुरा सम्हाल्न सक्छौँ भने मात्र उहाँले हामीलाई आफ्नो कुरा देखाउनुहुन्छ। त्यसैले
त्यसैले अर्को पटक जब कसैले तपाईलाई व्यक्तिगत कुरा भन्छ त्यसलाई आफ्नो हृदयको तिजोरीमा राख्नुहोस्, किनभने एक साँचो क्रिस्चियन त्यो होइन जसले सबै कुरा जान्दछ तर कसरी चुप लाग्ने भनेर जान्दछ।